हेलो गाइज, हजुरलाई स्वागत छ मेरो मिनी ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ फेरि पनि अर्को भिडियो ल्याएर उपस्थित भएको छु। देख्न सक्नुहुन्छ हाम्रो घरदेखि चाहिँ यति राम्रो भ्यूहरू देखिएको छ हैन। अनि त्यहाँ माथिनिर रहेको डाँडा चाहिँ भित्रको डाँडा हो गाइज। अनि त्यही हो, कति राम्रो मौसम गरेको छ कि आज चाहिँ। हिजो पानी परेको थियो नि त, सो त्यही भएर। अनि हाम्रो घर चाहिँ देख्न सक्नुहुन्छ सानो बाख्राको पाठी पनि छ, बिहेको छ हैन, मुसाको पछाडि छ। अनि कुखुराले पनि चल्ला निकालेको छ, देख्न सक्नुहुन्छ। घाँटीमा कपाल नै छैन, यसलाई चाहिँ घाँटी फुल्के कुखुरा भन्छ हाम्रोतिर, हजुर चाहिँ के भन्छ। अनि म चाहिँ यतिको बसिरहेको थियो, झ्याउ लाग्दै थियो। अनि त्यहाँनिर सानो भिडियो लिउँ भनेर लिएको। अनि के खाम भएर चाहिँ मैले चाहिँ काजु बदाम किसमिस खान लागेँ बारीको भ्यूहरू हेर्दै। अनि मैले चाहिँ मजाले खाएँ गाइज। अनि किसमिस चाहिँ मलाई एकदमै मनपर्छ क्या। अनि बदाम त खासै मन पर्दैन, तर शरीरको लागि फाइदा गर्छ, सो खाएँ मैले। खाएर चाहिँ सबै भ्याएँ। अनि त्यही हो, फेरि पनि अर्को भिडियो भेटौँला, बाई गाइज।